साथीहरु नमस्ते। यो राइड गर्ने मान्छेलाई चाहिँ डिस्टर्ब गर्नु भनेन फेरि आफ्नो ज्यान जोखिममा पर्न सक्छ है साथीहरु। फैलिएर आउँदाखेरि नै माछा देखेर चाहिँ माछा सुरुमै वर्थ इट भएको छ है हाम्रो आजको यात्रा चाहिँ एकदम यस्तो। हेलो साथीहरु नमस्ते। आज फेरि म चाहिँ अर्को भ्लग लिएर आएको छु, नयाँ भ्लग। अनि आजको यो भ्लग चाहिँ मच्छे पोखरीसम्मको हुनेछ है। खानबारीदेखि हामी चाहिँ अब माने भन्ज्याङ माथि यो अरुण थान पनि कटिसकेको छौँ। त्यही पनि यसो भ्लग अहिले यहाँदेखि सुरु गर्दैछौँ म चाहिँ। अब हामी आज मच्छे पोखरीसम्मको भ्लग आउँछ है। गुम्बा हो क्या, गुम्बा। अनि यो माथिको चाहिँ गुम्बा पहिला कति साल 72-73 जस 72-73 सालतिर म यहाँ पिकनिक खान आएको थिएँ एकचोटि। यो गुम्बामा चाहिँ पिकनिक चाहिँ हामीले यतापट्टि खान्छ अलिक माथि। अनि हामीले दुईजना आज माडीदेखि मच्छे पोखरीसम्मको यात्रा छ। अनि आजको मच्छे पोखरी फर्केर अरूतिर पनि गइन्छ होला सायद, थाहा छैन त्यो चाहिँ कस्तो। यो राइड गर्ने मान्छेलाई चाहिँ डिस्टर्ब गर्नु भनेन फेरि आफ्नो ज्यान जोखिममा पर्न सक्छ है साथीहरु। ये बड़ी अच्छी बात कही आप। अनि यो बाख्रा के गर्छ भनेको त कोही मोटी रहेछ भेडा खोइ थाहा छैन। अनि यो भेडा छतमा कसरी के गर्दैछ भन्दा। ल साथीहरु हामी चाहिँ यहाँ छ्याङकुटी डाँडा आइपुगेको छौँ है। छ्याङकुटी डाँडा चाहिँ यस्तो छ है, बाटो चाहिँ यस्तो छ, अफरोडै अफरोड। तर दामी देखेको है यो चाहिँ। ल साथीहरु हामी चाहिँ यहाँ मत्स्य पोखरी आइसक्यौँ है। मत्स्य पोखरी कस्तो दामी, मैले त एक्सपेक्टेसन गरेको भन्दा धेरै राम्रो यार। यो 0.5 आज चाहिँ नयाँ वर्ष भएकोले एकदम भिडभाड पनि रहेछ है। ल यता हेर्नु न, आर्मी ल। तर कस्तो दामी के जलपा देवी सिंह देवी। अनि यो मत्स्य पोखरी नै चाहिँ कसरी हुनु पर्यो त? अब पहिले नै उमाला माछा भएपछि चाहिँ माछा भन्छ। सुरुमा फैलिएर आउँदाखेरि नै माछा देखेर चाहिँ माछा सुरुमै त्यो भएर कतिपय भजक उपचार नगर्यो। उनीहरूलाई नि सबै धर्म होस् भनेर चाहिँ जान्छ है। यसको मूल चाहिँ कता छ? बाटो अनि त्यतिदेखि टाढो भएर नि वर्थ इट भएको छ है हाम्रो आजको यात्रा चाहिँ। एकदम यस्तो राम्रो चुप लागेर ध्यान गरेर बस्यो भने एकदम माइन्ड फ्रेस हुन्छ है। हेर्नु न त कस्तो राम्रो आएको, कस्तो राम्रो छ क्या। म त यसरी हेरेर 1 घन्टा 2 घन्टा 3 घन्टा बस भने नि बस्न सक्छु। 4-5 घन्टा बस यही हेर्दै भने नि बस्न सक्छु जस्तो लाग्यो। अझै त्यो उतापट्टिदेखिको भ्यू त झन् र यतापट्टि होइन यस्तो राम्रो छ। यो रुखहरू यस्तो राम्रो देखिन्छ है।
हो त साँच्चीकै राम्रो छ मान्छे पनि त्यति नै राम्रो छ यो पोखरी जत्तिकै तर क्यामेरामा मात्र गजब बेइज्जती है हामीले चाहिँ पोखरीको चारैपट्टिबाट भिडियो बनाउने कोसिस गरेको छौँ है यो चाहिँ यता साइडको आज चाहिँ गाडीहरू पनि डन्नै आएको छ नयाँ वर्ष भएकोले यहाँ बुद्धको मूर्ति पनि स्थापना गरेको रहेछ ल साथीहरू हामी चाहिँ अब फर्किनु लागेको है यता नि ब्लगै हुँदैछ दुईजना ब्लगर मस्त जोक मारा रे या हंस रे हल्कट हंस दुईजना ब्लगर भेट भएपछि यस्तै गरेको ल अब यो चाहिँ लास्ट क्लिप हाम्रो जाम्लो हामी चाहिँ यहाँ माथि माने भन्ने अलिकति माथि फेकमालुङ भन्ने ठाउँ छ है एकदम फेकमालुङमा त फेकमा भनेको छिटो बोलेको नि हौ अब फेकमा राई भाषादेखि लोरुङ भाषादेखि त्यो चाहिँ ठुलो ढुङ्गा अर्थ अनि अहिले यो फेकमालुङ भनेर नै फेमस छ है अनि यो चाहिँ गुम्बा हो चिसो पानी भन्छ क्या ठाउँलाई अनि यो चाहिँ गुम्बा हो धारा छ ल साथीहरू हामी चाहिँ यहाँ खाटबारी बस पार्क आइसक्यौँ है यहाँ अब बस पार्क आयो पर बस रोक्थ्यो अहिले त छैन त नि चेन्ज भएछ क्या यहाँ अरुण बरुण थियो कता गयो सरेछ अरुण बरुण मनितालाई सोध्नु पर्ला यहाँ मनिता पर्खेको है कता गइछिन् मनिता खै आउँदिन त ल साथीहरू हामी चाहिँ अब खाटबारीबाट आएर नयाँ वर्षकै दिन दुईतिर भोजपुरसम्मको यात्रा हुने भयो है मैले त एउटै भ्लगमा हालिदिन्छु भोजपुर के अब हजुर टेम्के मार्ग अरे टेम्के डाँडा तपाईँहरू टेम्के डाँडा घुमेर चाहिँ फेरि आफ्नै वासस्थान माली टेम्के डाँडा घुमेर चाहिँ भोलि बिहान घुमेर फेरि बेलुका चाहिँ माली